रुकुमकोट है रुकुमकोट आएको धेरै राम्रो राम्रो रहेछ तपाईहरुले देख्न सक्नुहुनेछ यहाँ घरहरू पनि छन् वाह यो ठाउँ चाहिँ तपाईहरु एकपटक आउनै पर्ने ठाउँ है त रुकुमको माथि घर रीड को दिन बेला त बुटोलै हो चाहिँ त्यहाँ मन्दिर पनि रहेछ कमलको बुटाहरू नै छन् तर त्यहाँ फलेको छैन फलेको रहेछ भने म तपाईहरुलाई देखाउँछु है त गाइस अहिले माथि कति निक्लिने ट्रेक एरिया के तर त्यो त के हो ट्रेकिङ एरिया यो कोइन हो तिमीहरु के भन्ने हो बुटाहरू पनि छ मन्दिर त्यति मान्छेहरू छैन चाहिए अब हामी कमल पोखरी मन्दिर दर्शन गर्न गइरहेका छौँ वाउ एक चक्कर घुम्दियौँ न पहिला त्यो त हैन यस्तो हैन घुम्नु यस्तो यहाँ त बलि नै हुँदो रहेछ हेलो ए यार यही जानु भएको स्नान गर्नुपर्छ अहिले पावरफुल खद्दानु भन्दै झिकेर लैसकेछु यस्तो बदमास
ल अब चाहिँ कमल पोखरीले इच्छा गरून् पैसा नि छ त से पोखरी नहेर्ने लाउने हो पछाडि देख्न सक्नुहुन्छ धेरै मान्छेहरू पनि हुनुहुन्छ गीत गाइरहनु भएको छ कमल फुल फुल्न लागेको छ फुलेर कितने बेसी